एउटा इतिहास पनि बोकेको छ त्यो मलाई लाग्छ। र भर्खरै हाम्रो अग्रज जो मेमेले भन्नुभयो कि वास्तवमा तपाईँ हामी पाल्चोके तामाङहरू हाम्रो इतिहास, हाम्रो परम्परा, हाम्रो धर्म, संस्कार, संस्कृतिको बारेमा उहाँले हामीलाई थोरै भए पनि छोटो समयमा धेरै गहन कुराहरू राखेर गइसक्नु भएको छ। बुझ्नेलाई शिरखण्ड, नबुझ्नेलाई खुर्पाको बिट समान पनि हुन सक्छ। बुझ्नेलाई एउटा आगोको एउटा झिल्को पनि प्रशस्त हुन सक्छ, सफिसियन्ट हुन सक्छ। आज हुन त मैले यो स्टेजमा यो माइक्रोफोनबाट बोल्ने एउटा सुवर्ण अवसर पाउँदाखेरि मैले यहाँलाई त्यही शब्दहरू दोहोऱ्याउनु पर्ने मलाई महसुस भएको छ। र पक्कै पनि अघि नै भर्खर मेमेले भन्दै हुनुहुन्थ्यो अहिले तपाईँ हामी तामाङ न फेद न चुप्पको भएका छौँ। हाम्रो धर्म, हाम्रो संस्कार, हाम्रो संस्कृति अहिले विलीन हुने अवस्थामा पुगेको छ। र यो संस्कार संस्कृति विलीन हुनुमा यहाँलाई मैले विनम्रतापूर्वक यदि अनुरोध गरेँ भने हजुरहरूले कसको जिम्मेवारी ठान्नुहुन्छ? जुन अहिले हाम्रो धर्म, हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो पर्व विमुख हुने अवस्थामा पुगेको छ। एकचोटि के सोच्न सक्नुहुन्छ? म यहाँहरू माझमा छोटो एउटा प्रसङ्ग राख्न चाहन्छु। एउटा आज हामी यो अवसरमा जसरी भेटेका छौँ, जब शाक्यमुनि गौतम बुद्ध एउटा जातक कथा आउँछ, त्यो कथा परिवेश प्रसङ्ग म हजुरहरूलाई सुनाउन चाहन्छु। जब बोधिसत्व हुनुहुन्थ्यो, उहाँ बुद्ध भइसक्नु भएको थिएन, जब मान्छेको चोलामा उहाँ जन्मनुभयो, उहाँ त्योभन्दा अगाडि चरा भएर एउटा जातक कथामा लेखिएको छ उहाँ भँगेराको रूपमा हुनुहुन्थ्यो। र एक दिन जब उहाँ आफ्नो पहिलाको जन्महरूमा जुन भँगेराको रूपमा हुनुहुन्थ्यो त्यतिखेर एउटा घटना घटेको हुन्छ। त्यो कथा हजुरहरूले पनि पढ्नु भएको होला, म आज हजुरहरूलाई फेरि पनि स्मरण गराउन चाहन्छु। एक दिनको कुरा हो, एउटा ठुलो जङ्गलमा आगोलागी भइरहेको हुन्छ। त्यो जङ्गलमा जङ्गलका राजा सिंह हुन्छ, अनि त्यसपछि थुप्रै जङ्गलका अरू पशु पक्षीहरू, प्राणी, होइन, त्यहाँ थुप्रै जङ्गली जनावरहरू बसेको हुन्छ। त्यो जङ्गलमा आगोलागी भइराख्दाखेरि सबै जङ्गलका राजासहित राजा सिंह स्वयं आफै पनि त्यो जङ्गलबाट भागिरहेको अवस्था हुन्छ। स्याल भाग्न थाल्यो, बँदेल भाग्न थाल्यो, गोही पनि भाग्न थाल्यो, सबै चराचुरुङ्गी भाग्न थाल्यो। अन्तिममा त्यहाँ जङ्गलको राजा भनिने सिंह पनि त्यहाँबाट भाग्न सुरु गर्यो। र त्यो अवस्था र परिवेश देखेर एउटा सानो भँगेरा, जुन मैले अघि नै हजुरहरूलाई भने, जब त्यो भँगेराले त्यो अवस्था देखिरहेको हुन्छ कि अचम्मको कुरा छ, आज यो जङ्गलमा आगो लागिरहेको छ, जताततै डढलो लागिरहेको छ, त सबैजना आफ्नो ज्यान बचाउनका निमित्त भागिरहेको छ, दौडिरहेको छ। त्यतिखेर सिंहले के भन्छ भन्दाखेरि जो हुनुहुन्छ यो जङ्गलमा आगो ठुलो लागेको छ, भागिहाल्नुहोस्, आफ्नो ज्यान जोगाउनुहोस्। तत्पश्चात के हुन्छ भन्दा एउटा सानो भँगेराले के गर्छ, एउटा अजिबको एउटा अनौठो कार्य गरिरहेको हुन्छ। तल खोलामा जान्छ अनि पानीमा डुबुल्की मार्छ, अनि फर्केर आएर एक थोपा पानी त्यहाँ के गर्नुहुन्छ, त्यो भँगेराले त्यो आगो निभाउने प्रयास गरिरहेको हुन्छ। तल जान्छ पोखरीमा, नदीमा डुब्छ, फेरि फर्केर आउँछ, एक थोपा पानी चुहाउँछ, त्यो आगो निभाउने प्रयास गरिरहेको हुन्छ। यो एउटा मूर्खता देखेर सिंहलाई अचम्म लागिरहेको हुन्छ। अरे मूर्ख, सबै भागिसके, आफ्नो ज्यान बचाउनका निमित्त दौडिसके, तिमी के मूर्ख काम गरिरहेको छौ यहाँनिर? जब त्यो प्रश्न गर्छ त्यतिखेर भँगेराले भन्छ, महाराज तपाईँ पनि भाग्नुहोस्, तपाईँ पनि जानुहोस्, तपाईँको पनि ज्यानको माया छ तपाईँलाई। तर महाराज तपाईँ भाग्नुभन्दा अगाडि म तपाईँलाई तीनवटा प्रश्नहरू गर्न चाहन्छु। नम्बर 1, आज तपाईँहरू सबैजना भाग्दै हुनुहुन्छ, आफ्नो ज्यान बचाउँदै हुनुहुन्छ, जोगाउँदै हुनुहुन्छ, तर भोलिका दिनमा हाम्रो भावी पुस्ताले एउटा प्रश्न सोध्नेछ। त्यो 3टा प्रश्न सोध्नेछ। नम्बर 1, यो जङ्गलमा आगो कसले लगायो? फेरि पनि सुन्नुहोस् है, मैले हजुरलाई प्रसङ्ग फेरि पनि राख्दैछु। यो जङ्गलमा आगो कसले लगायो? अनि यो जङ्गलको राजा को थिए? अनि यो आगो किन निभाएन? अनि आगो निभायो भने त्यो प्रयास कसले गरेको थियो भनेर यी 3टा प्रश्न भोलिका दिनमा तपाईँको सन्ततिले, तपाईँको भविष्यले, आउने अपकमिङ जेनेरेसनले सोध्नेछ कि
यो तीनवटा प्रश्न सोध्नेछ भनेर जब सिंहलाई त्यो भँगेराले भन्छ, अनि त्यतिखेर राजालाई लाग्यो आहा मैले कतै गल्ती त गरिरहेको छैन। उसले अनुभूति भयो, रियलाइज भयो कि पक्कै पनि यो भँगेराले जुन मूर्खतापूर्वक काम गरिरहेको थियो, एक थोपा पानी आफ्नो प्रयासले चुहाइरहेको थियो, आगो निभाउने प्रयास गरिरहेको थियो भने पक्कै पनि यसको पछाडि केही छ भन्ने लाग्छ। अनि नभन्दै त्यसपछि के गर्यो, सिंहले सबै जङ्गलका प्राणीहरूलाई, जङ्गली जनावरलाई आह्वान गरे कि सबैजना फर्केर आऊ, यो आगो निभाउनु पर्छ भनेर के गरे, आह्वान गरेपछि सबै लागेर त्यो आगो निभाइयो। मैले आज हजुरहरूलाई यो सानो एउटा प्रसङ्ग, जब भगवान गौतम बुद्ध हुनुभन्दा अगाडिको एउटा जातक कथाको प्रसङ्ग मैले यहाँहरू माझमा किन राख्दैछु भन्दाखेरि आज हाम्रो धर्म संस्कार संस्कृति एकदमै सङ्कटमा परेको अवस्था छ। भोलि साँच्चै नै हामीले यो आफ्नो एउटा धर्म, आफ्नो संस्कार संस्कृतिलाई बचाउने काम गरिएन भने अघिको एउटा जङ्गलमा आएको डढेलो सरा हुनेछ। त्यसैले आज भन्न चाहन्छु कि साँच्चै नै हामीले आज यो पाल्चुके स्याङ्गु समाज सोलुखुम्बुले गरेको काम भलै हामीलाई लाग्न सक्छ, कसैले ठुलो कार्यक्रम भन्न सक्छ, कसैले ठिकको कार्यक्रम भन्न सक्छ, कसैले सानो कार्यक्रम भन्न सक्छ। जे जस्तो भए पनि यो एउटा कार्यक्रम आज लोसारको एउटा सुरुवात गर्नुभएको छ र स्याङ्बुहरूको इतिहास, एउटा परम्परा र बाबुबाजेको पुर्खाहरूदेखि यहाँसम्म आएको जुन एउटा संस्कार हामी माझमा थमाएको छ, हाम्रो काँधमा जुन एउटा जिम्मेवारी दिएको छ, त्यसले कमसे कम सुरुवात गरेको छ। त्यसका लागि पाल्चुके स्याङ्बु समाजलाई हामी सबैजनाले एकचोटि जोरदार तालीका साथ धन्यवाद ज्ञापन दिउँ। पछाडिबाट ताली नै बजेन, एकचोटि जोरदार तालीले उहाँलाई यो कार्यक्रमको लागि धन्यवाद दिउँ। र फेरि पनि मैले अघि हजुरले भनेको थिएँ कि वास्तवमा यो जङ्गलमा आगो निभाउने काम कसले गरे भन्ने एउटा प्रसङ्गलाई हेर्ने हो भने यो संस्कारलाई जगाउने कार्यक्रम कसले गर्यो भन्दा फेरि पनि हाम्रो स्याङ्बु समाजमा, यो स्याङ्बु परिवारले गरिएको छ। यसका लागि एकदम आभार व्यक्त गर्न चाहन्छु। र हामी सबैजनालाई थाहा छ कि यो लोसार भनेको चाहिँ नयाँ लुगा लगाउनु हो, नयाँ मिठो मसिनो होइन, जे मनपर्छ खानु हो, टन्न खाने नाच्ने रमाइलो गर्ने। नयाँ वर्ष भनेको चाहिँ यही नै हो भन्ने हाम्रो सामान्यको बुझाइ। मैले पनि सुरुवातमा बुझेको बुझाइ त्यति नै थियो। लो भनेको वर्ष, छार भनेको नयाँ, सार भनेको नयाँ। जब फुल फुल्छ भने त्यो पनि नयाँ भयो, अनि लोसार भयो, बस सक्यो। अनि त्यो दिन हामी आफ्नो तामाङ ड्रेस लाउँछौँ, टोपी लाउँछौँ, मैले पनि लगाएको छु होइन, आफ्नो वेशभूषा लगाउँछौँ, अनि खान्छौँ, रमाइलो गर्छौँ। यति भएपछि बस लोसार सक्यो भन्ने हाम्रो बुझाइ छ। तर फेरि पनि म सबैजना मेरो नयाँ न्यू जेनेरेसनलाई, मेरो अग्रजहरूले हामीलाई जतिसम्म हाम्रो यो अग्रजहरूले, पुर्खाहरूले जति हामीलाई दिनुभएको छ, हामी धार्मिक रूपमा, संस्कारको रूपमा, परम्पराको रूपमा, संस्कृतिको रूपमा यति धनी छौँ, हामी वास्तवमा गरिब छैनौँ, हामी एकदमै धनी छौँ। लोसार पर्वले वास्तवमा भन्ने हो भने यसको धेरै प्रसङ्गहरू जोडिएको छ। जब हामी सबैजना एउटा कृषकको छोराछोरी हौँ, हाम्रो एउटा विगतको इतिहासलाई हेर्ने हो भने हामी सबैजना कृषकका छोराछोरी हौँ। जब पुर्खाकालमा हाम्रो बाबुबाजेले के गर्नुहुन्थ्यो भन्दा अब चाहिँ जब अन्न अनाजहरू हामी भित्र्याउँछौँ अनि जब फेरि नयाँ बाली लगाउँछौँ, त्यतिखेर के गर्थ्यो भन्दाखेरि गुम्बामा जान्थ्यो, पूजापाठहरू गरिन्थ्यो, मन्दिरमा जान्थ्यौँ। अनि के गर्थ्यौँ भन्दाखेरि अब हामीले जति पनि अन्न अनाजहरू थन्कायौँ, फेरि पनि नयाँ वर्ष सुरुवात भएको छ। अब हामी नयाँ अन्न अनाजहरू लगाउने, नयाँ बाली लगाउने तर्खरमा छौँ। त्यसका लागि जति पनि एउटा प्रकृतिमा जो एउटा फिनोमेनाहरू छ, त्यो शक्ति छ, दैविक शक्ति छ, त्यसका लागि पनि हामीले आशीर्वाद माग्थ्यौँ कि अब हामी नयाँ बाली लगाउन गइरहेका छौँ। र सबैजना मिलेर हामी भन्थ्यौँ कि अब हामीले यो नयाँ बाली लगाउँदैछौँ भने यो प्राकृतिक प्रकोपहरू नआइदियोस्, दैविक प्रकोपहरू नआइदियोस्, राम्रो होस्, सबैको होइन फलिफाप होस्, समृद्ध होस् भन्ने एउटा कामनाका साथ पूजापाठ पनि गर्थ्यौँ। र लोसारले वास्तवमा हाम्रो तामाङहरूको एउटा पृष्ठभूमिलाई पनि यहाँ समाहित गरेको छ। एउटा संस्कारले, परम्पराले हामीले वास्तवमा आज एउटा सोसल ग्यादरिङ, सामाजिक एउटा भेटघाट त गरेको छ नै। आजको 21औं शताब्दीमा हामी मान्छे चरा जस्तै आकाशमा उड्न सकेको छ, माछा जस्तै पानीमा कुद्ने पनडुब्बीहरू बनिसकेको छ, हवाईजहाज बनेको छ, तर हामी मान्छे बन्न सकिरहेको छैन। आज जताततै टुटे फुटेको मुटुहरू छरपष्टै छ,
एउटा सिङ्गो मुटु हुन सकेको छैन। व्यापार बिजनेस चल्दैछ होइन, यसले गर्दा हामी एकदमै व्यस्त भयौँ। तर आज हेर्नुहोस् त, कमसेकम आज एक दिनको भेटघाटले तपाईँ हामीलाई यो लोसरको अवसरमा कमसेकम आफ्नो पिता पुर्खा बाउ बाजे दाजुभाइ अग्रजहरू भाइ बहिनी नाता नातिना जो हुनुहुन्छ कमसेकम एउटा भेट्ने मौका त मिलायो, एउटा संयोग त बनायो। यो पनि एउटा लोसरको ठुलो उपलब्धि मान्छु। र सामाजिक दृष्टिकोणले हेर्ने हो भने यसको महत्त्व अत्याधिक छ। अब धार्मिक रूपमा हेर्नुहुन्छ भने लोसर पर्वले कमसेकम हामी भौतिक सुख सम्पन्न त भयौँ, तर आत्मिक दृष्टिकोणमा एउटा आध्यात्मिक दृष्टिकोणमा हाम्रो एउटा जुन एउटा प्रोग्रेस हुनु पर्थ्यो, जुन एउटा समृद्ध हुनु पर्थ्यो, त्यसमा हामी एकदमै कमी रह्यौँ। आज हाम्रो समाजमा इभन आफ्नै व्यक्तिगत जीवनमा पनि एउटा सानो एउटा घटना मात्रै परिघटना मात्रै घट्यो भने हामी एकैछिनमा दुखी हुन्छौँ। तपाईँ हामी एउटा सानो त्यो दुःखलाई हामी झेल्ने एउटा सहने हाम्रो क्षमता एकदमै कम छ। किन भन्दाखेरि हामीमा एउटा आध्यात्मिक अभ्यास कमी छ। र भगवान् बुद्धले जति पनि ज्ञानहरू दिनुभएको छ, हामी बुद्धिस्ट भयौँ भनेर हामी छाती फुलाएर भन्छौँ म बुद्धिस्ट म हिन्दू भनेर भन्छौँ, तर वास्तवमा बुद्धिस्टको बु पनि थाहा छैन भने फेरि हामी नामको मात्र बुद्धिस्ट भयौँ। र धार्मिक दृष्टिकोणले हेर्नुहोस्, आध्यात्मिक दृष्टिकोणले हेर्नुहोस्, संस्कारको दृष्टिकोणले हेर्नुहोस्, परम्पराको दृष्टिकोणले हेर्नुहोस्, यो एउटा लोसर पर्व तपाईँ हामी सम्पूर्ण नेपालीहरूको लागि पनि महत्त्वपूर्ण छ। किनभने हामी तामाङ जाति पनि नेपाली एउटा नागरिकमा छौँ। र सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण छ, आध्यात्मिक दृष्टिकोणले महत्त्वपूर्ण छ। कार्यक्रम चलिरहेछ। आजको दिन हामी सबैजना ह्याप्पी लोसार भन्दै सबैजना यहाँ आखे मोम जो आले नाना आँगा मकौतन लस्सो फ्याफुलजी म निर्मला मुक्तनको तर्फबाट लस्सो थुजेजी।
रसेला यंगला ससगार बजाबला ओ यंगला ससगार बजाबला बाबा साजाबला तामाला येलो बाबा बजाबला ओ तामाला येलो बाबा बजाबला तिला दंगा बोधुई सांगारी मधुरुबा समधुरी राबमा समधुरुबा प्राधुरी राबमा प्राधुरुबा प्राधुरी राबमा प्राधुरुबा चूड़मा भोला कैराना से चूड़मा भोला कैराना से नाना यारा नाना से मधुरुबा